खोया नपसिसकेको आँपलाई टिपेर मुरब्बा बनाउने अनि छिलेर घाममा सुकाएर अम्चुर बनाएर राख्ने अनि पछिसम्म आवश्यकता अनुसार युज गर्ने चलन चाहिँ धेरै पुरानो चलन हो। यसपालि हामीले पनि यही नजिकै आँप भेटाएको थियौँ अनि टिपेर यही चाना बनाएर सुकायौँ। अनि सुकिसकेपछि यसो विचार गरेको यो ब्लेन्डरमा धुलो बनाएर राखियो भने त सधैँलाई सजिलो पनि भयो, चाहिएको बेलामा फ्याट्ट निकालेर हाल्न पाइयो। अझ त्यही माथि हामीहरूले पानीपुरी चटपट अझ पानीपुरीको झोलमा त यो अझ के भन्छ इमलीभन्दा पनि अझ दामी हुन्छ भन्ने कुरा सुनेको थिएँ मैले कतै। अनि त्यसपछि यो अचारहरूमा चटनीहरूमा अनि हामीले प्राय मोमो खाइन्छ, झोल मोमो बनाउँदा झोलमा यस्तो मजा आउँदो रहेछ। यो त्यही त नि अलिकति यो पिस्ने बेलामा चाहिँ चाम्रो हुँदो रहेछ। मैले चाहिँ दुईचोटि भन्नाले एकचोटि पिसेर चालेँ अनि मोटोलाई सुकाएँ घाममा अनि फेरि त्यो बचेको सानो टुक्राहरूलाई फेरि ब्लेन्डरमा हालेर पिसेको। दोस्रो चोटिमा चाहिँ राम्रै पिस्यो, सुरुमा चाहिँ चाम्रो नै थियो। ल यो चाहिँ राम्रो भएको छ।